साथीहरू हामी चाहिँ अहिले धान्द्रुक आएर होटेल लिइसकेका छौँ र होटेल लिइसकेपछि अब हामी चाहिँ चिया खाने भनेर वेटिङमा छौँ होइन त कस्तो अनि प्रकाश दाइ कस्तो फिल भइरहेछ अहिलेसम्मको बुक भइसक्यो साथीहरू अब ढुक्क छ हामीहरू अब इन्जोय गर्ने तर्फमा छौँ पहिला चियाको चुस्की लिन्छौँ त्यसपछि इन्जोय गर्छौँ सही हो अनि हामी एक्सप्लोर गर्छौँ धान्द्रुकलाई राजा के छ कस्तो रह्यो रमाइलो भइरहेको नयाँ ठाउँमा आएको रमाइलो लागिरहेको छ अब चिया खाएर यसो यो घुमिन्छ कि यसको हो मजा सही हो सही हो रमाइलो भइरहेको सही हो बाँकै छ एकदम कस्तो बेस्ट भ्यू होइन घुम्न आइसकेपछि त्यो ठाउँ चाहिँ एकदम बवाल लाग्यो अब आस्ते आस्ते त्यहाँ हेरिरहेको चाहिँ हिमाल आस्ते आस्ते खुल्दैछ। हिमाल खुलिसकेपछि यस्तो बवाल देखिने होला साथीहरू सही हो पुरा भिडियो हेर्नु होला मजा आउँदैछ यो साथीहरू अब हामीहरू चाहिँ चियाको लागि वेटिङ गर्दैछौँ अहिले चाहिँ हामी धान्द्रुकमा छौँ र पछाडि चाहिँ हिमाल खुल्ने क्रममा छ है हिमाल खुल्दैछ अब यस्तो छ लागि यहाँको भ्यू साथीहरू हामी चाहिँ बसेको होटल चाहिँ यो हो अनि होटेलमा चाहिँ यतापट्टि यस्तो दामी फुलहरूको चाहिँ मिलाएर राख्नु भएको रहेछ कि यस्तो दामी अब यतापट्टि भइहाल्यो होइन र फुलहरू चाहिँ दामी एकदम अब चाहिँ हामी यहाँबाट चाहिँ धान्द्रुकको भित्री भित्री गल्लीहरू चाहिँ एक्सप्लोर गर्न जाँदैछौँ है त साथी ल यो चाहिँ धान्द्रुकको गाउँहरू भइहाल्यो साथीहरू हामी चाहिँ घुम्दैछौँ सरल र बवाल छ ल हल्का यता राम त यो ढकाई ढकाई नानीहरू चाहिँ गुन्द्रुक उठाउँदैछन् हामी चाहिँ घुम्दैछौँ ल साथीहरू यहाँबाट जस्तो बवाल देखिन्छ हामी चाहिँ अब माथि जाने भन्ने टार्गेट छ है त एउटा इलेक्ट्रिकको एउटा सोर्स सोलर पनि रहेछ साथीहरू ल प्रकाश दाइले पाचक किन्दै हुनुहुन्छ ट्याक्क होइन होइन चाहिँ पाइएन नि त हामी चाहिँ एक्सप्लोर गर्दैछौँ र साथीहरू हामी चाहिँ अहिले सङ्ग्रहालय जाँदैछौँ है त ओपन भएभित्र गएर पनि घुम्छौँ अनि गल्लीबाट त लगाएपछि सङ्ग्रहालय ओहो दामी ल यहाँ चाहिँ ल देख्न सक्नुहुनेछ हामी चाहिँ अहिले सङ्ग्रहालय आइपुगेका छौँ ल हामीहरू चाहिँ अहिले यतिखेर सङ्ग्रहालय चाहिँ जाँदैछौँ है त साथीहरू ल नवीन चाहिँ चिरिसकेँ नवीन भाइ म पनि जाँदैछु त्यसरी हामी सङ्ग्रहालय घुम्नेछौँ है त साथीहरू धान्द्रुक आइसकेपछि ल यो चाहिँ सबै पुरानो सबै सङ्ग्रहालय गुरुङ सङ्ग्रहालय कुराहरू चाहिँ हामीलाई थाहा हुँदैन नामहरू चाहिँ बलपन यता देख्न सक्नुहुनेछ बन्द गरी भइहाल्यो अनि यता यस्तो सामानहरू पुरानो सामानहरू चाहिँ मजा देख्न सक्नुहुनेछ साथीहरू होइन यो चिजहरू चाहिँ एकदम अद्भुत अद्भुत चिजहरू छ साथीहरू यहाँ चाहिँ यतापट्टि चाहिँ अब यस्तो बास्केटहरूको आइटमहरू चाहिँ यतापट्टि रहेछ होइन सही पुरानो चिजहरू चाहिँ यहाँ प्रशस्त रहेछ क्या होइन सबै चिजहरू यो चाहिँ नाम चाहिँ भन्न सक्नुहुन्छ साथीहरू एकदम हनीपट भन्दो रहेछ कि त्यसलाई मह राख्ने भाँडो पुरानो चिजहरू भयो अनि यतापट्टि यस्तो ब्रास प्लेटहरू यतापट्टि पुरानो पुरानो चिजहरू चाहिँ यहाँ प्रशस्त छ है साथीहरू कति राम्रो होइन प्रकाश दाइ कति राम्रो के सिङ छ सिङ र चाहिँ विन्डो फ्रेम सबै चिज हामी चाहिँ अहिले यतिखेर धान्द्रुक आइसकेपछि हामी अहिले चाहिँ सङ्ग्रहालय घुम्दैछौँ साथीहरू सङ्ग्रहालय पुरानो चिजहरू चाहिँ यहाँ धेरै चिज राख्नु भएको रहेछ हामी हेर्दैछौँ एक्सप्लोर गर्दैछौँ अनि हजुरहरूलाई पनि देखाउँदैछौँ है त धान्द्रुक घुम्दा चाहिँ यस्तरी फुलहरू चाहिँ प्रशस्त देख्न पाइनेछ साथीहरू
होइन प्रकाश यता हेर्नु त यस्तो रमाइलो छ साथीहरू हेर्नु त यो फुलहरू चाहिँ बहुत के होइन यहाँ गल्लीहरूको दृश्य हेर्नुहोस् यो पुरानो पुरानो दृश्यहरू देख्न सक्नुहुन्छ नयाँ केही छैन बाबुआजीको पालाका दृश्यहरू छ है यहाँ पुरानो चिजहरू चाहिँ एकदम ओल्ड इज गोल्ड दाइ है अब हामी चाहिँ एक्सप्लोर गर्दैछौँ हिँड्दैछौँ के लगाउँदै हुनुहुन्छ दिदी ल दिदीहरूले चाहिँ साग लगाउँदै हामी हिँड्दैछौँ हामी भिडियो बनाउँदैछौँ हामी अहिले धान्द्रुक छौँ साथीहरू होइन राजा मजा आइरहेको घुम्नको लागि चाहिँ अहिले घाम लाग्यो नि मौसमले त एक नम्बर साथ दियो नि हामीलाई साथीहरू यहाँ चाहिँ तबेला रहेछ कि खच्चर राख्ने होला सायद हामी चाहिँ घुम्दैछौँ मजाले ल यहाँ चाहिँ यिनी चिज रहेछन् यिनी के हुन् दाइ यो गोदा जस्तो पनि छ घोडा जस्तो पनि छ तर खच्चर होला खच्चड हुनु खतरा हो क्या सामान बोक्ने ततिर सामान बोक्नु छैन पो हामी चाहिँ खच्चर हेर्दैछौँ साथीहरू तबेला घाँस केही धान्द्रो घुम्दैछौँ अनि त्यो घुम्ने क्रममा चाहिँ यस्तो बवाल ठाउँ देखियो होइन दाइ यो गाउँको सिन पनि दामी रहेछ होइन प्रकाश दाइ बवाल बवाल राजा चाहिँ सिस्नु शान्ति कुरो भयो पोल्दैन नै राजा त्यसो माथि त पोल्दैन कि ल। गर्मीसँग पोल्छ भोलि अर्कै खेर न के रहेछ अरू दाइ हो ए त्यो गाउँ रहेछ क्या के रबिन त्यो अगाडिको यो पुरानो गाउँमा नेता रहेछ यहीँ पुरानो गाउँ सोनगाले भएको त्यो चाहिँ खाएको हो कफी होइन कि चिया बगान सही चिया बगान अनि धेरै ठाउँतिर जाने बाटो चाहिँ यो रहेछ अब हामी जाँदैछौँ ल साथीहरू यो चाहिँ धान्द्रुकको पुरानो गाउँ यस्तो बवाल देखियो है हरिप कति चाँडो छिर्दो रहेछ यार जुगा रहेछ नि साथीहरू ठाउँमा चाहिँ जुगा त प्रशस्तै भन्ने रहेछ यहाँ छ एउटा यहाँ छ ल साथीहरू हामी चाहिँ एकछिन यो भ्यू पोइन्टमा बसेर मजाले दृश्य हेरिसकेपछि अब चाहिँ ट्याक्क यो पुरानो गाउँको गल्ली गल्ली हिँड्ने भन्ने हिसाबले चाहिँ झरिरहेछ मजाले टक्क हामी चाहिँ अलिकति तल झरिसकेपछि यो पुरानो गाउँ चाहिँ यस्तो बवाल देखिने रहेछ जति तल आए त्यति राम्रो है बाल देखिएछ गाइस साथीहरू यो चाहिँ घरको छानाहरू यस्तो ढुङ्गाले बनाएको होइन यस्तो बवाल छ त्यसो हामी चाहिँ घुम्दैछौँ अब पुरानो बस्ती भन्ने ठाउँमा चाहिँ जाँदैछौँ है साथीहरू यहाँबाट तल लागेपछि पुरानो बस्ती गइयो है त यस्तो बवाल होइन यहाँ चाहिँ दाउराहरू चाहिँ यस्तरी स्टोर गरेर राखिने रहेछ साथीहरू हेर्नुहोस् त बवाल होइन दामी दामी ल हामी चाहिँ भित्री गल्लीहरू एक्सप्लोर गर्दैछौँ राजा यता हेर ल भन्नु कस्तो लाग्यो एकदम रमाइलो भइरहेको पुरानो गाउँ भन्नेतिर आएको छ तर पुरानो गाउँ पनि फेरि नयाँ बनाइसकेको रहेछ कि घरहरू पुरानै बनाउनु पर्ने थियो कि होइन नयाँ मोडिफाई भइसकेको छ कि यहाँ पनि नाम मात्रै पुरानो भयो सब चाहिँ माथि आएर त पुरानै शैली मात्रै पुरानो भयो होइन माथि आएर त पुरानो जस्तै लाग्थ्यो यहाँ आएर चाहिँ नयाँ भइसकेको छ कि सबै शैली चाहिँ पुरानो हो तर सबै नयाँ भइसक्यो अनि फुलहरू चाहिँ यस्तो के जता हेऱ्यो फुलै फुल है भगवान् हामी चाहिँ हेर्दै हेर्दै हिँडिरहेका छौँ साथीहरू घरको उसमा राखेको चाहिँ एकदम बहुत राम्रो देखियो क्या यो घरको छ नि ठ्याक्कै यतापट्टि राखेको चिज चाहिँ यसको नाम ठ्याक्कै एक्ज्याक्टली चाहिँ थाहा भएन तर बवाल देखियो है ल यता भिडियो दामी ल है साथीहरू तपाईँहरूलाई पनि कस्तो लाग्छ कमेन्ट गरेर चाहिँ भन्न चाहिँ नबिर्सनु है हामी चाहिँ अहिले धान्द्रुकको पुरानो गाउँ चाहिँ भिजिट गरिरहेछौँ यस्तो दामी छ सरर होइन बवाल
पुरानो भाइब्स आउँछ अनि यहाँ हिँड्दा पनि एकदम होइन मजाको भाइब्स चाहिँ आइरहेको क्या राजा होइन एकदम के जहाँ फुल छ कि फुल बिना घरै छैन जता हेऱ्यो फुलै फुल अनि एकदम मिलेको ठाउँ एकदम मनमोहक ठाउँ बवाल रमाइलो आउने होइन राजा ल अहिले एकछिन हाम्रो क्या उस भयो नि त सुटिङहरू होइन यो बारेमा केही बताइदेऊ न हाम्रो दर्शकहरूलाई मस्त नाच्यो कि हामी आज चाहिँ दिल खोलेर होइन मस्त नाच्यो कि सबै दिल खोलेर भिडियो आउँछ नाचको रमाइलो भएछ पुरै छोडिदिनुहोस् कि ओइ हाम्रो सानो उस भयो नि त त्यहाँ हामीले भिडियोहरू बनायो त्यो मुभमेन्टको बारेमा बताइदिनु न एकदम मुभमेन्ट हेर्न सक्नुहुन्छ एकछिन पछि सबैको होइन आफ्नो आफ्नो आइडीबाट आउँदै पनि छ एकदम तुरुन्त आउँछ यो ब्लग भन्दा चाँडो भिडियोहरू आउँछ ल बब्बाल रमाइलो गरौँ साथीहरू एक नम्बर बबाल 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 ल साथीहरू यहाँ चाहिँ ट्याक्क गेट बनेको रहेछ है बब्बाल राम्रो धेरै साथीहरू चाहिँ गफ गर्दै होइन एकदम रमाइलोमा हामी छ रमाइलो माया खाजा हो नि यस्तो ठाउँमा होइन माया लाग्दो नामै के होइन दाइ प्यारको माया एकदम मायालु नाम माया खाजा ल साथीहरू मलाई त यो खानै मन लाग्यो केही खानु के हो यहाँ भोक लाग केही खाँदैन केटाहरूले यार बिहान 12 बजी भात खाएपछि केही खाँदैन यार खाली भएन त भन्छन् अन्त 6:45 बिहान 12 बजी भात खाएको त्यसो भोकै भोकै किनाले खानै मान्दैनन् केही खानु केटाहरू जङ्क फुड भन्छ न अब रेडी बस्दाखेरि चाउमिन मोमो कति खान्छ नि यहाँ चाउमिन मोमो खानै मान्दैनन् होइन अफिसमा गएर कति खान्छ नि यहाँ जङ्क फुड भरिमा के खान्छ यिनीहरूले सही अनि खानै नमान्ने लास्ट यार है भोकै सतिँदैन लाग्यो ला हिँड्नै सकेन भोक लागेर अब खाइएन जङ्क फुड भन्छन् ल साथीहरू यस्तो बाबा एक नम्बर छ होइन जता हेर मनमोहक दृश्य बाहेक अर्को केही पनि देख्नै पाइँदैन दामी अब यताको चाहिँ यस्तो छ स्ट्रक्चरहरू दामी 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 साह्रै मनमोहक ल पुरानो बस्तीदेखि अनि यता भनेको होटल उसहरूको दृश्य हेर्दा चाहिँ यस्तो देखिन्छ साथीहरू बबाल 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 यो चाहिँ फटे 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 भोटे हो त्यो चाहिँ एउटा बसेको छ हामी चाहिँ घुम्दै घुम्दै हेर्दै हेर्दै जाँदैछौँ साथीहरू एकदम राम्रो ठाउँ छ बबाल ठाउँ छ जति हेऱ्यो उति हेरु लाग्ने टाइपको असाध्यै मनमोहक दृश्यले भरिएको धान्द्रुक गाउँ साथीहरू हामीलाई चाहिँ बवाल लाग्यो ठाउँ एकदम राम्रो लाग्यो नि होइन राजा एकदम के भवालै छ अद्भुत अद्भुत के छ वर्णनै गरेर नसकिने कि है एक नम्बर राम्रो छ